So hey guys, welcome to my new vlog. So यो चाहिँ मेरो सेकेन्ड भ्लग इन युएई। आज चाहिँ नेपालको चाडपर्व भन्नाले तिहार लक्ष्मी पूजाको दिन हामी चाहिँ यस्तो विदेशमा भएर पनि रुमको दाजुभाइहरूसँग मिलेर यस्तो रमाइलो गर्ने लक्ष्मी पूजा गर्न जान लाग्छौँ। त हाम्रो दाइ रेडी हुँदै हुनुहुन्छ। के छ दाइ, कस्तो लागिरह? म चड्डी देखाइरहेको छैन। होइन राम्रो लागिरहेको छ। ओइ भरे भनौँ न यार, दुकान आउनु न। सो गाइस फाइनली अब हामी लक्ष्मी पूजा सबजना भिडियो बनाइरहन है। यहाँ चाहिँ हाम्रो रेडी छ पुरै। अब दुबईमा नि लक्ष्मी पूजा हामीले गर्नु पर्यो हैन। यस्तै हो परदेशी लाइफ, यस्तै सबजना मस्तले अब रुममा बसेर मनाउने दाजुभाइहरू मिलेर यस्तै हो परदेशी लाइफ। सबजना मिल्ने सन्तै भएर आइफोनको अगाडि के गर्ने, कस्तो हो आइफोन अगाडि के ठिकै छ, राम्रो आइरहेको एकदम एन्ट्री। म बाहिरको चाहिँ देखाइदिन्छु। बाहिर पनि हामीले गरेको रहेछौँ। बाहिरको डेकोरेसन चाहिँ यस्तो रहेछ। लुक एट द आउटसाइड। यो चाहिँ हाम्रो डोरको डेकोरेसन हो। उता पनि गरेको रहेछन्, धेरै गरेको रहेछन्। लक्ष्मी पूजा त मनाउन पर्यो। परविन्डोस तिमी नुहाउन जाऊ। नेपालमा हुँदा यस्तो गरिन्थेन, अब यहीँ आएर यस्तो दाजुभाइहरूसँग मिलेर। नेपालमा त आमा बाउहरू गर्नुहुन्छ। कस्तो छ दाइ? अनि अर्को साल त अलिक खल्लो भएको थियो, यसपालि चाहिँ अलिअलि यस्तो पनि थाहा छ नि। अब यहाँको ढिराम भाइ दिरा खुलुस तल आएर हामी पूजा स्टार्ट गर्न गइरहेको मस्तले। पूजा गर्न पर्यो। सब हामी चाहिँ रेडी पारिसकेछौँ। एभ्रिथिङ इज रेडी टु पूजा आरती। ओके, सो लेट्स सी। कसम हामीलाई पूजा गर्न कसैले आउँदैन, तर त्यही पनि हामी चाहिँ दाजुभाइहरू मिलेर यस्तो मनाउन पर्यो भनेर जोसेर जाँगर आएको छ। यस्तो मनाउन पर्यो। यहाँ चाहिँ हाम्रो दाइ टिका बनाउँदै हुनुहुन्छ। चट्ट लाएर सबजना मिलेर। यहाँ रुममा कसैले आउँदैन पूजा कसरी गर्ने के गर्ने, तर सबजना यसो मिलेर हात गरेको रहेछौँ। हेर्दै गर्नु, इन्जोय गर्नु होला। यता यस्तो ल हाम्रो भाइहरू 82 सालको होइन, 82 सालको शुभ दीपावली तिहारको भाइहरूले लक्ष्मी पूजा आज लक्ष्मी पूजा लागि सुरु गर्दैछन्। हरू लक्ष्मीलाई मनाउनको लागि रङ्गी चङ्गी बाल्दै हुनुहुन्छ दियोहरू। भजन लगाऊ न यार, उपमा शिवचरण भजन लगाऊ न। लक्ष्मी माताले हाम्रा सबै जति पनि रुममा छौँ हामी सबैलाई रक्षा गरून्। अरू के भन्नुपर्छ हौ, आउँदैन। शङ्का त मलाई लागेकै थियो क्या, कन्फर्म हो यो त। अब लाइटमा पनि छैन, यही हुन्छ। जाल खोलेको छ। तपाईँको कनेक्ट भएको छ। मेरो बन्द हाल्नु गएर होइन, त्यही बन्द बजाउनु थाहा छ नि। बजाउनु त 9 8 7 हामी चाहिँ दियो बालिसकेछौँ एकदम चत्त राम्रोसँग। यहाँ
जस्तो लाएर टिका लाउनु पर्यो। दाइ हुनुहुन्छ ठ्याक्कै आज घर जाँदै हुनुहुन्छ ठ्याक्कै रुममा लक्ष्मी पूजा मनायो। ठिक छ भयो कति हाल्छ भयो ठिक छ थोरै लाउनु थोरै हँदैन चिनी भयो पर्मानेन्ट त हुन्छ हाम्रो चाहिँ लिम्बू दाई लिडर रुमको गाइस हामी चाहिँ अहिले बत्ती बन्द गरेछौँ अनि हजुरहरूलाई म देखाउँछु बत्ती बन्द गरेर कस्तो देखिन्छ यहाँ। हाम्रो फेरि आइफोनवाला दाइ फेरि सिनेमेटिक बापरे यस्तो देखिरहेछ। अनि हामी मात्रै होइन धेरै रुममा गरेछन्। म आफ्नो साथीहरूको छिमेकीहरूको रुमको डेकोरेसन पनि देखाउँछु। यहाँ यो चाहिँ हाम्रो छिमेकीको रुममा हो। के छ सोल्दी? एकदम गुड ठीक छ। स्वागत छ मेरो भिडियोमा। स्वागत छ दाइ मेरो भिडियोमा। कस्तो लागिरहेछ विदेशमा लक्ष्मी पूजा मनाउँदै हुनुहुन्छ? राम्रो लागिरहेछ सबै मिलेर मनाउँदाखेरि होइन। घरमा मनाउनु नपाए पनि यहाँ विदेशमा मनाउनु पायो साथीभाइहरूसँग एकदम खुसी छ। ओ दाइ ठुलो दाइ कस्तो लागिरहेछ? एकदम ओके छ। एकदम ओके भेरी भेरी गुड छ। भेरी भेरी गुड। very विदेशमा आएर नि लक्ष्मी पूजा मनाउनु एकदम राम्रो छ। यस्तै हुनु पर्यो, यस्तै मनाउनु पर्यो, यस्तै मिलेर बस्नु पर्यो। हामी चाहिँ सब नेपाली हो सबजना एकदम चत्त लाएर हामी दुईटा अल्लो पल्लो रुममा बस्छौँ। यहाँ चाहिँ हाम्रो एकदम डोन के फेरि भन्न नमिल्ने डोन चाहिँ मै हो त्यही भएर डोन भन्न नमिल्ने उहाँलाई। गाइस हामी चाहिँ पूजा पाठ गरेर अब सबजना टक्क लाएर रुममा सबजना नेपाली दाजुभाइहरू बसेर चट्ट लाएर खाना खाँदैछौँ। अब आजको दिन अलि खानु मन त थियो डोजर सोजर तर लक्ष्मी पूजा भएको कारणले गर्दा होइन। लिम्बू दाइ के छ विचार? डिजल नभएको कारणले जेसीबी ल्याउन पाइएन। हाम्रो चाहिँ उहाँ दाइ चाहिँ भोलि जाने दाइ हुनुहुन्छ। ठिक छ दाइ? हाम्रो चाहिँ यहाँ रुमको डोग रुमको सिनियरलाई यस्तो बेजार ल अब म पनि खाएको ल भन्नु पर्यो नि त